नमस्कार, म सुमन अधिकारी। यसरी नमुना माध्यमिक विद्यालय लदावीरमा स्थापित कृषि प्राविधिक अथवा प्राविधिक तथा व्यावसायिक धार कृषि बाली विज्ञानको प्रशिक्षक र आज हामी हाम्रो यस नमुना माध्यमिक विद्यालय लदावीको कृषितर्फ हामीहरूले विभिन्न विषयमा केही प्रयोगात्मक सिकाइहरू सिकाउँदै आइरहेका छौँ र हाम्रो यो जुन हाम्रो कृषि क्षेत्रको चाहिँ प्रयोगात्मक सिकाइ सिक्ने ठाउँहरू छ, स्थलहरू छ। जस्तै हामीले बागवानी शाखा भनेर भन्छौँ। यता हाम्रो 4वटा जति जोनहरू छ, 4वटा जति शाखाहरू छ। जस्तै हामीले यहीँनिर हेऱ्यौँ भने एग्रोनोमिकल एन्ड भेजिटेबल एन्ड एग्रोनोमिकल क्रप प्रोडक्सन फिल्ड भनेर भन्छौँ। अनि अगाडि हेऱ्यौँ भने हामीले मसरुम प्रोडक्सन फिल्ड छ हाम्रो, अनि मसरुम प्रोडक्सनको लागि एउटा जोन छ। अनि सँगसँगै यतातिर हामीले हेऱ्यौँ भने फ्रुटको जोन छ, फ्रुट एन्ड मेडिसिनल प्लान्ट जोन छ। हो यसरी चाहिँ हाम्रो फिल्डलाई चाहिँ हामीले 3-4वटा शाखामा चाहिँ विभाजन गरेको छौँ। र आज हामी 2081 सालमा हेर्ने हो भने 2081 सालमा हामीले धेरै चिजहरू गऱ्यौँ, धेरै चिजहरूमा चाहिँ प्रयोगात्मक सिकाइहरू सिक्यौँ। जस्तै त्यो मध्येको चाहिँ मेन सिकाइहरू जस्तै हामीले मसरुम प्रोडक्सनको कुराहरू सिक्यौँ, एसआरआई प्रविधिबाट धान कसरी खेती गर्न सकिन्छ भन्ने कुराहरू सिक्यौँ, र अफ-सिजन भेजिटेबल प्रोडक्सनहरू कसरी उत्पादन गर्न सकिन्छ भन्ने कुराहरू हेऱ्यौँ। सँगसँगै एयर लेयरिङ, ग्राफ्टिङका कुराहरू हेऱ्यौँ। धेरै कुराहरू हामीले हेरिसकेपछि अनि आज चाहिँ हामी अफ-सिजन भेजिटेबल प्रोडक्सन चाहिँ कसरी गर्न सकिन्छ र अफ-सिजन भेजिटेबल प्रोडक्सन भइसकेपछि यो समयमा त्यो लहरे बालीहरूमा प्रायः चाहिँ अहिले हामीले लहरे बालीहरूमा चाहिँ अफ-सिजन भेजिटेबल प्रोडक्सन गरिरहेका छौँ। र त्यो लहरे बालीहरूमा 3G कटिङ किन गरिन्छ, 3G कटिङ गर्दाखेरि के फाइदा हुन्छ, 3G कटिङ नर्मल्ली किसानहरूले गर्छन् कि गर्दैनन्, र 3G कटिङ मात्र गरिदिने हो भने हामीले उत्पादनमा वृद्धि गर्न सकिन्छ कि सकिँदैन, त्यो उत्पादन सँगसँगै त्यो उत्पादित उपजहरूमा, कृषि उपजहरूमा चाहिँ गुणस्तर कायम गर्न सकिन्छ कि सकिँदैन भन्ने कुराहरू चाहिँ हामीले यो भिडियो मार्फत चाहिँ हामीले त्यो कुरा चाहिँ जानकारी दिँदैछौँ। र त्यो कुराहरू जानकारी दिनको लागि चाहिँ म भन्दा पनि आज हामी कक्षा 12मा हाम्रो कृषितर्फ कक्षा 12मा अध्ययनरत विद्यार्थी 2 जना भाइहरू सिद्धान्त हमाल र मिलन धामीले चाहिँ यो विषयमा चाहिँ आज तपाईँहरूलाई जानकारी दिँदै हुनुहुन्छ। र भिडियोलाई अन्तिमसम्म हेरेर चाहिँ प्रतिक्रिया दिनुहोला। आज हामी 3G कटिङ भनेको के हो र लहर र अन्य बालीमा किन चाहिँ 3G कटिङ गरिन्छ त त्यसैको बारेमा तपाईहरुलाई केही हामी जानकारी दिँदैछौँ। लहरे बारीमा सुरुवातीको चरणमा पोथीभन्दा भाले फुलको संख्या बढी हुन्छ, तर हामीलाई थाहा छ फल लाग्न पोथी फुल नै चाहिन्छ। त्यसैले स्पेशली हामीले भाले फुलको संख्या भन्दा पोथी फुलको संख्या बढाउनलाई हामीले 3G कटिङ गरिन्छौँ। यो प्रविधि मुख्यतया बोटमा पहिलो वा दोस्रो पुस्ताको हाँगा नभई तेस्रो पुस्ताको हाँगाको पोथी फुलको हाँगालाई फल उत्पादनमा रूपान्तर गर्नलाई नै महत्त्व गर्छ। हामीले चाहिँ 3G कटिङ कसरी गरिन्छ र 3G कटिङ कुन बालीमा कुन तरकारीमा र हामीले 3G कटिङ गर्दाखेरि हामीले ध्यान दिनुपर्ने कुराहरू चाहिँ मेरा प्यारा साथी सिद्धान्त हमालले भनिसक्नु भएको छ। र म चाहिँ के भन्न चाहन्छु भने 3G कटिङ किन आवश्यक छ त, 3G कटिङ गर्दाखेरि हामीलाई के कस्तो फाइदाहरू हुन्छ त भन्ने कुराहरू भन्न गइरहेको छु। र 3G कटिङ एक नवीनतम आधुनिक प्रविधि हो। लागत र ज्ञान कम भए पनि सफल रहेको प्रविधि हो। नेपाल जस्तो मुलुकको किसानहरूको लागि एकदमै महत्त्वपूर्ण, प्रभावकारी र फाइदाजनक रहेको प्रविधि हो। 3G कटिङका केही फाइदाहरू भन्न चाहन्छु म। 3G कटिङ भनेको चाहिँ हामीले मुख्यतया लहरे बालीमा चाहिँ 3G कटिङ गर्छौँ। र 3G कटिङ भनेको चाहिँ हामीले चाहिँ बोटमा चाहिँ पोथी फुलको संख्या बढाई त्यसमा चाहिँ त्यति नै बढी फलको संख्या पनि वृद्धि हुन्छ। र 3G कटिङ नगरेको किसान भन्दा 3G कटिङ गरेको किसानले चाहिँ बढी 10 देखि 20 गुणा बढी उत्पादन लिन्छ। र अर्को कुरा 3G कटिङ गरेको लहरे बालीमा चाहिँ हामीले लामो समयसम्म चाहिँ उत्पादन लिन सक्छौँ। हामीले चाहिँ 3G कटिङ गरेको लहरे बालीमा चाहिँ प्रोडक्सन मात्र नभई हामीले चाहिँ फलको गुणस्तर पनि वृद्धि हुन्छ र फलको आकार पनि ठुलो हुन्छ। यो प्रविधि मुख्यतया बोटको पहिलो वा दोस्रो पुस्ता नभई तेस्रो पुस्ताको फुललाई फलमा परिवर्तन गर्न मद्दत गर्छ र यसले वनस्पति विकासको लागि पनि धेरै मद्दत गर्छ। लहरे बालीमा पहिलो वा दोस्रो पुस्ताको हाँगामा 14:1 को अनुपातमा हुन्छ। जस्तै 14वटा भाले फुल छ भने एउटा चाहिँ पोथी फुल हुन्छ। र 3G कटिङ गरे भने चाहिँ हामीले 1:1:2 को अनुपातमा हुन्छ भाले र पोथीको फुल। जस्तै कि एउटा भाले फुल भयो भने 2टा पोथी फुल हुन्छ। त्यसै कारणले हामीले 10 देखि 20 गुणा बढी चाहिँ उत्पादनमा चाहिँ बढी हामीले उत्पादन लिन सक्छौँ। लहरे तरकारी बालीमा चाहिँ
क्रस पोलिनेसन हुन्छ। परपरागसेचनबाट चाहिँ तरिकाबाट चाहिँ परागसेचन भई फल लाग्ने गर्दछ। त्यसैले सामान्य रूपमा तेस्रो पुस्ताको सम्मको हाँगा विकास गराई कटाइने प्रविधि नै 3G कटिङ हो। भर्खरै तपाईँहरूले 3G कटिङ किन गरिन्छ, 3G कटिङ गर्दाखेरि फाइदा के हुन्छ र सँगसँगै 3G कटिङ गर्यो भने लहरे बालीमा चाहिँ कति गुणासम्म चाहिँ उत्पादन लिन सकिन्छ भन्ने कुराहरू थाहा पाइसक्नु। र म सँगसँगै म के कुरा चाहिँ जोड्न चाहन्छु भन्दाखेरि चाहिँ भाले फुलको सङ्ख्या जब लहरे बालीमा धेरै हुन्छ त्यसो भयो भने चाहिँ पोथी फुलको सङ्ख्या कम भयो भने उत्पादन राम्रो हुन सक्दैन। त्यही भएर जुन लहरे बालीमा यो हाम्रो लहरे बालीहरू छ, जस्तै हाम्रो यहाँ काँक्राहरू छ, अनि त्यहाँ चाहिँ हाम्रो लौकाहरू छ, तिते करेलाहरू छ हैन, जस्तै तरकारीको लागि सिमी छ, सिमी बोडीहरू छ हो। यो बालीहरूमा चाहिँ जुन सुरुवातीको चरणमा जुन ब्रान्चेसहरू फाल्छ, यिनीहरूले जुन हाँगाहरू आउँछ लहरे बालीहरूमा, ती हाँगाहरूमा चाहिँ भाले फुलको सङ्ख्या एकदमै धेरै हुन्छ। जुन कारणले गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि पोलिनेसनमा पोथी फुलको सङ्ख्या कम भइदिन्छ। पोथी फुलको सङ्ख्या कम भइदिँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ भाले फुलको सङ्ख्या एकदमै धेरै भयो, पोथी फुलको सङ्ख्या चाहिँ कम भइदियो भने चाहिँ परागसेचन राम्रोसँग हुन सक्दैन। परागसेचन नहुन्जेलसम्म हामीलाई क्लियरली थाहा छ, जति बेलासम्म पोलिनेसन हुँदैन, परागसेचन हुँदैन, त्यति बेलासम्म चाहिँ के हुँदैन, फल लाग्ने कुरा चाहिँ असम्भव नै भइहाल्यो। त्यही भएर पोथी फुलको सङ्ख्या बढाउनको लागि लहरे बालीमा 3G कटिङ खासमा किन गरिन्छ भन्दाखेरि चाहिँ हामीहरूले किसानले बुझ्ने भाषामा भन्छौँ उत्पादन बढाउनको लागि, उत्पादन बढी गर्नको लागि, गुणस्तर कायम गर्नको लागि भन्छौँ। तर हामीहरूले बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ पोथी फुलको सङ्ख्या चाहिँ लहरे बालीहरूमा बढाउनको लागि चाहिँ हामीले के गर्छौँ, 3G कटिङ गर्छौँ। र आज हामीले 3G कटिङ किन गरिन्छ, 3G कटिङ गर्यो भने कति गुणासम्म बढी उत्पादन लिन सकिन्छ, गुणस्तर कसरी कायम गर्न सकिन्छ, त्यो हाम्रो उत्पादनको अथवा त्यो उपजको भन्ने कुराहरू सिक्यौँ। र हाम्रो दुईजना भाइहरूले, विद्यार्थी भाइहरूले चाहिँ यो विषयमा आफूले सिकेको कुराहरू, आफूले जानेको कुराहरू चाहिँ तपाईँहरूमाझ राख्नु भएको छ। र अब अझै यस्तै कुराहरूमा चाहिँ जस्तै हाम्रो यहाँ भएको एग्रोनोमिकल एन्ड भेजिटेबल प्रोडक्सन ब्लक छ, अनि त्यहाँ हामीले मसरुम प्रोडक्सन ब्लकहरू छ, यता फ्रुटको प्रोडक्सन ब्लकहरू छ। हो यस्तैमा चाहिँ हामीहरूले सिकेका कुराहरू, हामीहरूले विद्यार्थीहरूलाई सिकाएका कुराहरू चाहिँ कहीँ न कहीँ हाम्रो कम्युनिटीलाई अथवा चाहिँ हाम्रो किसानहरूलाई चाहिँ सहयोग हुने गरी चाहिँ हामी यो मात्र होइन, अबको दिनहरूमा पनि केही न केही यस्तो जानकारीमूलकहरू भिडियोहरू ल्याइराख्नेछौँ। र थप जानकारीको लागि चाहिँ हाम्रो कृषि नमुना मावि लदावीरको आधिकारिक पेज छ कृषिको, त्यो पेजमा गएर चाहिँ अरू कुराहरू पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ, अरू कुराहरू पनि जानकारी लिन सक्नुहुन्छ। हस्, धन्यवाद।